जुना दिदी गाउँ छोडेर त आयौँ। यति ठुलो सहरमा हामीले चिनेको कोही पनि मान्छे छैन। कहाँ जाने के गर्ने? रात पनि परिसक्यो। मलाई त एकदमै डर लागिरहेको छ। के गर्ने होला? अब डराएर के गर्ने देवी? नडराऊ, मन्दिरमा छौँ हामी, भगवानले रक्षा गर्नुहुन्छ। बरु भोलि बिहानै उठेर काम खोज्न जाउँला। केही न केही उपाय भगवानले पक्कै लगाउनुहुन्छ। धेरै पिर नगर। राति पनि भयो, आज यही मन्दिरमै सुत्नु। देवी, देवी उठ त। हेर त उज्यालो भइसकेछ। उठ उठ उठ, अब काम खोज्न जानुपर्छ।
सुन दिदी, हामीले बिहानदेखि काम खोजेछौँ, कहीँ पनि भेटेन। फेरि हामीले चिनेको मान्छे कोही पनि छैन यो सहरमा। के गर्ने होला? के नगर दिदी, हामीले चाहेर के हुन्छ? हामीले चाहेर हुने भए आफ्नो गाउँ छोडेर हामी आउँथेनौँ यहाँ। अब भाग्यमा जे छ त्यही हुन्छ, केही न केही उपाय त लाग्ला नि। फेरि के नगर? त्यही त दिदी, कति राम्रो थियो है हाम्रो गाउँ। आफूलाई जन्म दिने आमाले कति बेला छोडेर जानुभयो मलाई थाहै भएन। त्यति धेरै माया गर्ने बा हुनुहुन्थ्यो। कान्छी आमा नै भए पनि आमा भन्न पाएकी थिएँ। अब उहाँहरू नै नरहेपछि कसको सहारामा बस्ने त्यो गाउँमा? म त झन् एक्लो आइमै नपरे। सबैले नराम्रो नजर लगाउने, आफ्नो गाउँ भनेर के गर्ने? बस्न सक्ने वातावरण नै नभएपछि बरु यो कसैले नचिनेको सहरमा दिदीबहिनी मिलेर दुःखै गरेर भए पनि जिन्दगी बिताउला भनेर हिँडेको देवी म पनि। दिदी, रात पनि परिसक्यो। अस्तिदेखि के पनि खाएको छैन। फेरि बाँसको पनि टुङ्गो छैन। के गर्ने होला दिदी? तिमीलाई भोक लाग्यो है? मलाई त भोकै लागेको छैन। किन नलाग्नु दिदी तपाईँलाई भोक? तपाईँले पनि त अस्तिदेखि केही खानुभएको छैन। दिदी, मसँग अलिकति पैसा छ, एकदमै भोक लागेको छ। त्यो दोकान रहेछ, जाउँ केही किनेर खाउँ। हुन्छ, जाउँ। साउजी, खानेकुरा के छ? खानेकुरा त सबै सकियो, पाउरोटी मात्रै बाँकी छ। त्यसमा चिया बनाइदिनुहोस् न त, हामी चिया र पाउरोटी खान्छौँ। हुन्छ, त्यो टेबलमा गएर बस्दै गर्नु। लिनुहोस् चिया। देवी, मलाई त भोकै लागेको छैन। म चिया मात्रै खान्छु, तिमी खाऊ ल पाउरोटी। किन नलाग्नु भयो? हामी दुवैजनाले खाने। साउजी, 2-2वटा पाउरोटी ल्याइदिनु है। सुन दिदी, किन अप्ठ्यारो मान्नुभएको? मसँग यति पैसा छ त। यो पैसा हुन्छ दुवैले खाउँ, नभए दुवै भोकै बसौँ। बहिनी, यो फोटो कसको? मेरो बाको र मेरो। तपाईँको घर कहाँ हो नि? हाम्रो घर त यहाँ होइन नि साउजी, धेरै टाढा गाउँमा हो। होइन, मैले यो बहिनीको घर सोधेको। हामी दुवैजनाको घर एउटै गाउँमा हो साउजी। गाउँको नाम भन्नुहोस् त। पाखाबारी हो हाम्रो गाउँको नाम। अनि तिम्रो बाको नाम भन त। किन साउजी, किन चाहियो तपाईँलाई मेरो बाको नाम? जाउँ जुना दिदी। इन्द्रबहादुर हो तिम्रो बाको नाम। कसरी थाहा पाउनु तपाईँले मेरो बाको नाम? छोरी, म तिम्रो काका हो, तिम्रो बाको भाइ। तिमीले मलाई चिन्दैनौ। तिमी नजन्मिँदै म सहर आएको हो। खै, कहिले नदेखेको मान्छेलाई कसरी काका भनौँ? तपाईँ नै मेरो काका हो भनेर मैले कसरी विश्वास गर्ने? ल हेर, तिम्रो बाको र मेरो फोटो।
अनि तपाईँ यत्रो समयसँग किन गाउँ आउनु भएन त काका? यसको धेरै लामो कहानी छ छोरी। बरु भन तिमीहरू सहर कसरी आइपुग्यो? यिनी को हुन्? उहाँ मेरो गाउँको दिदी हुनुहुन्छ, मलाई धेरै माया गर्ने दिदी। आमाले यो संसार छोडेर गएदेखि मलाई हुर्काउनको लागि बाले कान्छी आमा लिएर आउनुभयो। तर मैले थाहा पाउने भएदेखि कान्छी आमाले देखिसहनु भएन। मेरो कारणले बालाई पनि धेरै कराउनुहुन्थ्यो। जे जस्तो भए पनि बा अनि आमा भन्न त पाएकी थिएँ, दैवलाई त्यो पनि मन्जुर भएन। आखिरमा मेरो बा र कान्छी आमा दुवै गाडी एक्सिडेन्टमा बित्नु भयो। अब मेरो गाउँमा कोही पनि रहेन, त्यसैले म त्यो गाउँ छोडेर हिँडेकी हुँ। जुना दिदी पनि त्यो गाउँमा एक्लै हुनुहुन्थ्यो, उहाँको पनि कोही थिएन। त्यसैले सहरमा गएर दुःखै गरेर भए पनि दिदीबहिनी सँगै बस्ने भनेर हिँडेको। काका, बरु हामी त्यही कतै बस्न मिल्छ कि मिल्दैन? अँध्यारो पनि हुनु लाग्यो, हेर्नुहोस् न। हेर छोरी, मेरो घर हुँदाहुँदै तिमी अन्त बस्ने त कुरै भएन। बरु जुनालाई चाहिँ अलि लानु मिल्दैन। तिम्रो काकीले अलि कुरा बुझ्दिनन् कि, त्यसैले जुना चाहिँ आज दुःख सुख आज यतै पसलमै रात काट्छ। तिमी चाहिँ मसँगै हिँड। बरु भोलि बिहान जुनाको लागि काम खोज्नु जाउँला। जुनाले पनि खोज्छे। हुन्न काका, जुना दिदीलाई छोडेर म काहीँ पनि जान्न। म पनि जुना दिदीसँग यही पसलमा बस्छु आज। देवी, त्यस्तो नभन। हेर त यत्रो ठुलो सहरमा तिम्रो बाको भाइ काका भेटिनु भएको छ। तिमी जाऊ काकासँग, यो त धेरै खुसीको कुरा हो। मेरो पिर नगर त। म आज यहीँ पसलमा बस्छु, भोलिदेखि काम खोज्न लाग्छु। फेरि काकाले पनि त भोलिदेखि काम खोज्न सहयोग गर्छु भन्नुभएको छ नि त। काका, बरु जुना दिदीलाई पनि घरमा सँगै लिएर जाउँ न, म बुझाउँछु के काकीलाई। देवी, जिद्दी नगर त। काकालाई अप्ठ्यारो नबनाऊ। म आज यहीँ बस्छु, अहिले तिमी जाऊ ल। दिदी, म भोलि आउँछु नि है, म नआउँछु काहीँ पनि नजानु नि। जुना ढोका खोला न। जुना, मलाई चिनेनौ? जुना, ए जुना, ढोका खोला न भनेको। प्लिज जुना, ढोका खोला न भनेको। जुना, 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 जुना।
जुना मलाई चिनेनौ जुना ए जुना खोला न भनेको प्लिज जुना ढोका खोला न भनेको जुना जुना को हो तिमी अनि यहाँ कहाँबाट आएको हजुर मेरो नाम जुना हो म गाउँबाट आएकी हुँ मेरो यो सहरमा कोही पनि छैन बरु हजुरको घरमा केही काम छ भने काम गर्न दिनुहोस् न है पैसा चाहिँदैन बस्न र खाना दिनुभयो हुन्छ रवि यति नानी कोसँग कुरा गर्दैछौ हेर न बिहान यहाँ ढोकामा आएर बसेको रहेछ काम चाहियो भन्छ अब कहाँ गाउँबाट आएको भन्छ तिमी नि कुरा गरेर हेर न एकचोटि तिमीलाई के काम गर्न आउँछ जे काम भए पनि हुन्छ हजुर घरको काम सबै आउँछ मलाई सरसफाइ त राम्रै गर्छौ नि तिमीले हजुर राम्रो गर्छु अनि पैसा मलाई बस्न र खाना दिनुभयो हुन्छ पैसा चाहिँदैन अनि तिमी त्यसो भए कहिलेदेखि आउँछौ त अहिलेदेखि नै काम सुरु गर्छु हुँदैन हुन्छ भित्रै आऊ न त ए बुढी चिया लिएर आइस ल अब चिया खानुपर्छ साँची हिजो मैले लिएर आएको छोरी अझै उठेकी छैन उसलाई पनि उठाएर चिया दिएको भए हुन्थ्यो आजसम्म एक पटक पनि नदेखेको मान्छेलाई बाटोबाट टिपेर लिएर आएर कुन चाहिँ भिखारीलाई टिपेर ल्याएको हो कुनी ए कति रिसाउँछेस् कति रिसाउन सके कि बाउ पनि नभएको आमा पनि नभएको टुहुरी हो त्यो अलिकति त दया माया गर फेरि हाम्रो पनि कोनै छ र जति कोसिस गरे पनि बच्चा बच्ची भएन क्यारे त्यो पनि त आफ्नै दाइको छोरी हो आफ्नै रगत हो ओहो हो हुन्छ तिम्रो रगत बाटोबाट टिपेर लिएर आएको भिखारीलाई म चाहिँ छोरी मान्न सक्दिनँ है भनिदिएको छु मैले जे गर्छौ गर काका चर्पी कहाँ छ देखाइदेऊ चर्पी ऊ त्यहाँ छ नानी चर्पी अनि सुन त सहरमा यसलाई टोयलेट भनिन्छ है रवि हजुर बाबु एकछिन यता आऊ त तिमीसँग एउटा कुरा भन्नु थियो ए हुन्छ बुवा म रेडी भएपछि आइहाल्छु है
किन बोलाउनु भएको बुवा? बाबु मेरो औषधि सिद्धिया छ, भरेलाई नि खाना छैन, भरे आउँदा लिएर आऊ है। हुन्छ बुवा, म अफिसबाट आउँदाखेरि ल्याइदिन्छु। साँच्चै बुवा, आज मसँग पैसा थिएन। अस्ति हजुरले भत्ता बुझ्नु भएको छ क्या र? दिनुहोस् न, म त्यही पैसा ल्याइदिन्छु। आखिर औषधि खानै पर्छ। बाबु भत्ता त मैले बुहारीलाई दिइसकेँ, छैन त मसँग। ल ल ठिकै छ बुवा, साथीहरूसँग ऋण काटेर भयो नि औषधि ल्याइदिउँला नि। मलाई अफिस जान ढिला पो, म अहिले गएँ बुवा। हुन्छ बाबु जा। हिरा, ए हिरा, खाना तयार भएन भनेको। मलाई अफिस जान ढिला भइसक्यो। ए के बिधि मिठो खाना बनाएकी मेरी बुढीले आज। मुखमै झुन्ने छ र खाना त। आज खाना मैले बनाएँ कि होइन, जुनाले बनाएँ कि? ए हो र? त्यसै भए जुनासँग कसरी खाना बनाउने भनेर तिमी पनि सिक ल। त्यही त, आज आएर खाना कसरी पकाउने भनेर मैले जुनासँग सिक्नु पर्यो होइन? अनि हिरा, बुवाले खाना खानुभयो? टाइम भएको छैन के बुवाको, एकछिनमा खाइहाल्नुहुन्छ नि। जुना, किचनको काम सकेर बुवालाई खाना खान्थ्यो है? हुन्छ हजुर। त्यो तल बस्ने भाइले भाडा दियो त? अस्ति मसँग भोलि दिन्छु भनेर भन्दै थियो। नै, मलाई त दिएकै छैन। ए हो र? दिउँसो भेट्यो भने कुरा गर ल। हुन्छ। ल म अहिले जान्छु है। सरी दाइ, गल्ती भयो, माफ पाउँदै। सरी 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 दाइ, सरी सरी। कुन दिनमा यसलाई कोठा भाडामा दिएछु? न भाडा टाइममा दिन्छ, आफूलाई अफिस जान ढिलो भइसक्यो। यहाँ के गर्ने होला? हे भगवान। दाइ दाइ नआत्तिनु है दाइ, म बरु तपाईँको कपडा भाउसमा मागेर ल्याइदिन्छु। यहीँबाट फेर जानुहोस्, ढिला हुँदैन दाइ, नआत्तिनु। अब मैले यहीँ बाहिर फेर्नु कपडा? हे भगवान, यो मूर्खलाई के गर्ने होला मैले? बल्ल खाइस् बुढा, खुब भाडा मागेको माग गर्थिस्, पानी खाइस्, इस खा। ए विशाल, तँ किन काममा आएनस् यार? म आफ्नै काममा बिजी थिएँ, त्यही भएर आउनै पाइनँ यार। के काम हो त्यस्तो कि गइस्? हे त्यस्तो केही पनि होइन के जिस्काइरहेको, खुरुखुरु आफ्नो काम गर। मैले त खुरखुरु काम गरिरहेकै छु नि। बरु हजुर महाशय पो हराउनुहुन्छ बेला बेलामा। सुन्न विशाल, आज मेरो बहिनी गाउँ गएकी छ, रुममा म एक्लै छु। आज मेरोमा जाउँ न ल, रमाइलो गर्नुपर्छ। जान यार, म तेरो घरमा, तेरो घरबाट लास्टै किचकिचे छ। ओ केटाहरू, तिमीहरू खुरुखुरु काम गर, कुरा गरेर बसिरहेछ। कस्टमर बाइक लिने आउने बेर भइसक्यो, यति बेलासम्म अहिलेसम्म गरेको छैन। छिटो गर। हुन्छ हुन्छ साउजी, भइहाल्छ नि साउजी। ल छिटो छिटो गर न। ओ केटा, किन चिन्ता गर्छ मेरो घरबेटीको? अन्न खुवाइदियो भने त हामीसँग नाच्न आइहाल्छ नि। मलाई आउँछ नि त्यसलाई तलाउनु त। त्यसो भए जाउँला नि त, रमाइलो चाहिँ मजाले गर्नुपर्छ है त। ल ल, बेलुका आइज है। हस्।
देवी ए देवी भाँडा माझ सकेनौ भाँडा माझ सकेको भए यता आऊ त हजुर काकी सके ए आऊ यहाँ बस त देवी अब तिमी सहर आएकी छौ सहरमा कसरी काम गर्नुपर्छ के काम गर्नुपर्छ म तिमीलाई सबै सिकाउँछु भोलिदेखि के गर्नुपर्छ सबै म तिमीलाई भन्छु ध्यान दिएर सुन है भोलि बिहान चाँडै उठ्ने अनि घर माथिदेखिबाट तलसम्म सबै सफा गर्ने अनि त्यस पछाडि खाना बनाउने अनि खाना खाइसकेर त्यो भाँडा सबै माझिसके पछाडि पसल पनि जानु छ पसलमा सबै सामानहरू सिकिरहेको छ किचनको मैले के भनिरहेको छु सुनिरहेछ नि बुझिरहेछ नि सबै कुरा बुझिरहेको छु काकी म दोहोऱ्याइ तेरे भन्न सक्दिनँ क्या साँच्चै त्यो सुत्ने बेला एकचोटि टोयलेट सफा छ कि छैन हेरेर सुत है सफा रहेनछ भने सफा गरिओरि अनि बल्ल सुत्ने हुन्छ काकी हस् हेलो